अनि हामी चाहिँ यहाँनिर हाम्रो सुँगुरलाई मसाज गरिदिँदैछौँ। के भन्छ त्यही हुन्छ नि रुममा गर्छु नि त्यो स्टिम रुममा बस्छ नि के भन्छ स्टिम बाथ होइन स्टिम बाथ स्टिम राइस होइन होइन नुहाउँदाखेरि स्टिम बाथ भन्छ नि एउटा कोठामा बस्छ नि स्टिम बाथै होला स्टिम बाथै होला है त्यही गराउँदैछौँ हामी जापानतिर हुन्छ क्या धेरै जस्तो यस्तो तातो कोठामा बस्छ नि आमा अब हाम्रो यो अब स्टेप 3 भने त अब नुहाइदिँदैछौँ हामी अब उसको अब आज बिहे छ नि त बिचराको होइन अब आज दुला भेट्नु जान्छ आज नुहाइदिँदैछौँ अब मौसम पनि कति साह्रो राम्रो भएको छ आज उसे नै उसे लागेर हाम्रो सानो आमा हेलो हाम्रो फुपा हेलो भन्नु फुपा फुपा हेलो भन्नु न हेलो असीम भन्नु न असीम कोही होइन भिडियो बनाएको ल है त नुहाउँदैछ कति लजा कि यहीँ छ बुबु अब यसको सेभिङ गर्ने पालो आयो त ल फुकमा सेभिङ गर्ने पालो आएको छ अब सरी सरी चिटिक्क टल्किन्छ सुँगुरलाई अब हामीले सेभिङ गरिदिइसक्यौँ छोरी माग्दा त यो लिएर आउँछु म यो हेर रेडी भएर बस है सेभिङ गरिसक्यो अब टक्क आउँदा यो लिएर आउँछु म हल्दी अब हल्दी प्रोग्राम सक्यो हल्दी भइसक्यो अब है त ल हल्दी पनि सकियो दुलाई भित्राउने बेला भयो अब बेहुलेर रातो साडीमा बेटार्ने अब नुहाइधुवाइ हुँदैछ बेहुलीको कुला गर गर ब्रस गर खतरा अनि भ्लगर नि अब नेल एक्सटेन्सनहरू गर्नुपर्छ यसको राखौँ कता राखौँ नेल एक्सटेन्सन गरेर हेर न नङ सन्ते यही त उसको प्लास्टिक सर्जरी गरेको है स्लिम बनायो क्या
जिब्रो देखाएको लज्जा कि जिब्रो देखाउँदैछ जिस्काउँदैछ